हामी बिलिन्छ खाइयो के भने अरे टोलीहरु माछा मार्न लाग टोलीहरु भन्छ के भनेर त्यहाँ चेकिङमा एकजनालाई चाहिँ फेरि बाइक राख्न जान लाग्नु भइरहेछ हेर्न सक्नु भन्दिन त रामजीलाई चाहिँ चारटा राखौ रामजीलाई चाहिँ बिलबुकमा हाल्यो यता हेर्नु दिसी ल्याउनु न गाडी होइन लु ठुलो रहेछ अनि पानी कटाउनु ठाने हैन दाउरा छ नि त नि छस दाउरा त थोरै लोड गरिदिन्छौँ हामी यत्रो मलाई दाउरा ल्याउन थियो यहाँ टोलीहरु माछा मार्न जाने अर्को बाटो जाने रे यहाँ गाडी पनि छ हाय हाय केटाहरु जम जम बस छ्यास ब्लगरको भिडियो बिरिन्छ भन्दा मुनिको उमा जाने होला के गाडीमा चढेर बखरै गए छ्यास लाएर ल अब चाहिँ गाडी चल्यो रमाइलो यता है दुईटा माछा भन्ने पनि आउँछ एक काट्दिमा नि अहिले अघि हुँदामा सर गाडीमा चढेर आहा ठिकै हुन्छ कम्तीले देख्यो ठिक छ त ठिक छ यति मात्रै देख्यो भने आइरहेको त पुरै आहा केटा ए बोलेर आनन्द चढेर टोलीहरु यहाँ हल्लिँदै कुकुर कताडा हो खोइ त कुकुर कहाँ हो यार कहाँ चेप्यो कुकुर यसले पो आइपुग्यो टोलीहरु टोलीहरु गएर खोलामा माछा मार्न सुरु गरे गुवाल झेल्नलाई पसिना दिमाग खराब हुने त केटाहरु गरिराख्नु म चाहिँ हेरिरहेको छु गाडी हो कता हल्लिरहेको पर्छ त ठिक छ नि माछा छ त माछा बहुत छ माछा बहुत खाइन्छ आज रातै पर्यो त माछा मार्न टोलीहरु गाडीमा छ्यास अब रात पर्यो नि त भिजा छ पुरै तल हेरौँ तल पुरै भिजा छ यहाँ नहर सकिँदैन अब घरै गर्न आउने हो जाडो भयो ज्याकेट लाउँछस् ब्ल्याङ्केट ल्याइदिन्थेँ नि त म गाडीमा कुकुर कर कुकुर कुकुर कर कुकुर कर आधी बोरा छ गाइस त्यही 11 होइन लगभग त्यही 10 देखि 11 केजीसम्म हुनसक्छ है अहिले देखाउँछु म होइन अब यही त हो नि रमाइलो यता दाईहरू ए भाइ भन्छ यता भाइ कुकुर भाइ फेरि करा
यसले रमाइलो गराएको छ कन्टेन्ट आयो गाइस कन्टेन्ट आयो त्यो हो र छोरा मान्छेको खुट्टा तान्ने छोरा मान्छे नै हुन्छ लेखेर च्याप्पला लाइक शेयर सब्स्क्राइब गाइस ल्याप्पो मोबाइल अस्ति एउटा मात्र बोल्यो है कुन हो बाम भने है नातिले रोटा बोकेर उकाल्दिएर आरे हजुर हिलो यसो गर्दै यो चाहिँ बालन माछा